सम्पूर्ण मित्रहरू नमस्कार। आज चाहिँ हामी धरानबाट सिक्किमसम्मको यात्रामा निस्केका छौँ र अहिले हामी पानमारा पुगेको छौँ। इभी गाडीमा धरानबाट काँकरभिट्टासम्मको यात्रा रहनेछ। र अहिले चाहिँ हामी लक्ष्मी मार्ग आइपुगेका छौँ। आजको हाम्रो यात्रा चाहिँ विशुद्ध पारिवारिक यात्रामा निस्केका छौँ। र अहिले हामी काँकरभिट्टा आइपुगेका छौँ मित्रहरू। काँकरभिट्टा यहाँबाट केही मिटर पारी मेची पुल र मेची पुल क्रस गरिसकेपछि हामी चाहिँ इन्डिया प्रवेश गर्नेछौँ मित्रहरू। काँकरभिट्टाको बस पार्क यस्तो रहेको छ। यहाँ काँकरभिट्टाबाट चाहिँ यहाँको सिस्टम यही हो, सफारी चढेर मेची पुल कट्नुपर्ने हुन्छ मित्रहरू। सफारी चढेर हामी चाहिँ अब मेची पुलतर्फ अगाडि बढिरहेका छौँ। यही हो मित्रहरू मेची पुल। यो माथि देखिएको जङ्गे पिलर। अहिले चाहिँ हामी इन्डिया प्रवेश गरिसक्यौँ। अब यहाँ मेची पुलको बिच हातसम्म नेपाली सफारीमा आउनु पर्ने र अब यहाँबाट चाहिँ इन्डियन सफारी चढेर चाहिँ मेची पुल क्रस गर्नुपर्छ मित्रहरू। र अहिले चाहिँ हामी इन्डियन नम्बर प्लेट सफारीमा चढ्ने क्रममा छौँ र अब हामी जानेछौँ मित्रहरू। अहिले चाहिँ हामी इन्डियन नम्बर प्लेट भएको सफारीमा चढेर अगाडि बढ्दैछौँ र त्यो अगाडि इन्डियन पुलिसले चाहिँ चेक गर्ने गर्दछ र हामीले हाम्रो नागरिकता देखाउनु पर्ने हुन्छ। नागरिकता चेक गरिसकेपछि चाहिँ हामीलाई इन्डियन प्रवेश गर्न
देखिनेछ मित्रहरू र चेक गरेको भिडियो चाहिँ बनाउन पाइँदैन र अहिले हामी इन्डिया प्रवेश गरिसकेका छौँ। सफारी चालक नेपाली भाषा मजाले बोल्नुहुन्छ। बोर्डर भएपछि है नेपालीले उता इन्डियन भाषा मजाले बोल्छन्, इन्डियनले नेपाली। सिक्किमबाट हाम्रो दार्जिलिङ सिक्किमबाट हाम्रो दार्जिलिङ आइसक्नु भएको छ पिकअप गर्ने यहाँ पानी ट्याङ्कीमा। मेरो सङ्गठन पनि यता विस्तार भएको छ भित्र। टुकटुकहरू ल र अहिले चाहिँ हामी दार्जिलिङ मोड आइपुगेका छौँ मित्रहरू। अहिले चाहिँ हामी सिक्किममा छौँ। रङ्गित र टिस्टाको सङ्गम हुने ठाउँ चाहिँ यो रहेछ मित्रहरू। सिक्किमको नाम्चे बजार चाहिँ यो रहेछ मित्रहरू। सिक्किममा रहेको धार्मिक पर्यटकीय स्थल सामदुप्चेमा अहिले आइपुगेका छौँ। सामदुप्चे आउँदै हुन्छ। अहिले चाहिँ हामी सामदुप्चे गुम्बा परिसरमा छौँ। अब केही मिटरको दूरीमा हामी गुम्बा पुग्नेछौँ। उहाँ दाई हुनुहुन्छ, उहाँ दिदी, नेता मेरो म्याडम हुनुहुन्छ, उहाँ दाजु, उहाँ दाई हुनुहुन्छ। यो प्राकृतिक रूपमा आफै उम्रेर फुलेको फुल, नाम थाहा भएन।
यो सामदुप्चे गुम्बामा चाहिँ बुद्धको विशाल मूर्ति निर्माण गरिएको रहेछ। डाँडाको टुप्पोमा विशाल बुद्धको मूर्ति निर्माण गरिएको रहेछ यो सामदुप्चे गुम्बामा चाहिँ। र पर्यटकहरू यही मूर्तिलाई हेरेर रमाउनको निम्ति यहाँ भारतका विभिन्न प्रान्तका पर्यटकहरूको यहाँ बाक्लो उपस्थिति रहेको देखेँ मैले। र यहाँबाट धेरै टाढा देखिरहेको ठाउँ चाहिँ चारधाम हो मित्रहरू। सिक्किमको पर्यटकीय गन्तव्य मध्येको एक चारधाम। र यो सामदुप्चे गुम्बा पनि पर्यटकीय गन्तव्य रहेको छ। सामदुप्चे गुम्बा भित्रको दृश्य यस्तो छ मित्रहरू। र यो चाहिँ प्रार्थना गर्ने कोठा रहेको छ। र यो माथि भगवान बुद्धको विशाल शालिक मूर्ति चाहिँ निर्माण गरिएको छ। भगवान बुद्धको विशाल सिक्किममा रहेको चिया बगान। यहाँ चाहिँ लेखिएको रहेछ आई लभ तिमी भनेर। र चिया बगान पनि सुन्दर रहेको छ मित्रहरू। हाम्रो कन्याममा रहेको चिया बगानको झल्को दिने बगान सिक्किममा रहेको छ मित्रहरू।